यहाँ उपस्थिति सम्पूर्णमा नमस्कार। म चाहिँ सुभाष विष्ट। वर्ल्ड कपमा कसले कति रन हाने त भन्ने बारेमा चर्चा गर्नेछौँ। 2026 वर्ल्ड कपमा सबैभन्दा धेरै रन हान्ने खेलाडी को बनेका छन् त त्यसको बारेमा चर्चा गर्नेछु आज चाहिँ। साथसाथै धेरै विकेट लग्ने खेलाडी को बने त त्यसको बारेमा पनि चर्चा गर्नेछु आज। अब कुरा गरौँ सबैभन्दा धेरै रन हान्ने खेलाडी को हुन् भनेर। सबैभन्दा धेरै रन हान्ने खेलाडी दिपेन्द्र सिंह अहिले हुन्। उनले 4 म्याचमा 169 रन हानेका थिए। त्यस्तै सेकेन्डमा रहेका छन् रोहित। उनले पनि 4 म्याच खेल्दै 83 रन हानेका थिए। त्यस्तै थर्ड नम्बरमा रहन सफल रहेका छन् कुशल पटेल। उनले 4 म्याचमा 78 रन हानेका थिए। त्यस्तै रनकर्ताको फोर्थमा रहेका छन् आसिफ शेख। उनले पनि 4 म्याचमा 71 रन हानेका थिए। त्यस्तै लोकेश पमले 55 रन हानेका थिए। 5औं नम्बरमा रहेका छन् आरिफ शेखले 39 रन हानेका थिए। उनी 6औं नम्बरमा रहेका छन्। त्यस्तै सोमपाल कामीले 26 रन हानेका थिए। त्यसै गरी सोमपाल कामीले 26, सन्दीप लामेछानेले 5 त्यस्तै रन हानेका थिए। अब कुरा गरौँ बलिङतर्फ सबैभन्दा धेरै विकेट लिन सफल रहेका खेलाडी नन्दन यादव बने। उनले जम्मा 4 म्याचमा 5 विकेट चटकाएका थिए। त्यस्तै सोमपाल कामीले 3 विकेट चटकाएका थिए। त्यस्तै अर्का दिपेन्द्र सिंह ऐडीले 2 विकेट चटकाएका थिए। त्यस्तै हेर्ने हो भने अहिले नन्दन यादवले पनि त्यस्तै राम्रो फर्ममा रहेका छन्। उनी अहिले नेपालका स्टार बन्न पनि सक्छन्। शेर मल्ल, सन्दीप लामेछाने 1 विकेट लिन सफल भए। त्यस्तै कुशल पटेल 1 विकेट लगे। रोहित पौडेल 1 विकेट लगे। अरू कुरा गर्ने हो भने अस्ति जस्तै सबले लगेका थिए। नेपालले 3वटा खेल हारेको थियो भने एउटा खेल जितेको थियो। नेपालले पहिलो खेल इङ्ल्यान्डसँग 4 रनले हारेको थियो। त्यस्तै दोस्रो खेल इटालीसँग 10 विकेटले हार्न पुगेको खेल एकदमै लास्मको तरिकाले हारेको थियो। त्यस्तै तेस्रो खेल वेस्ट इन्डिजसँग 9 विकेटले पराजित भयो। त्यस्तै अन्तिम खेलमा नेपालले सुखद अन्त्य गर्यो। स्कटल्यान्डलाई नेपालले 7 विकेटले पराजित गरे। त्यसका दिपेन्द्र सिंह ऐडी हिरो बनेका थिए। उनले 23 म्याचमा 50 रन हानेका थिए। दिपेन्द्र सिंह ऐडी अलराउन्डर वरियतामा अहिले 4औं स्थानमा यथावत छन्। हस्त धन्यवाद। अब चाहिँ बिदा हुन्छु। अर्को अपडेटमा भेट्नेछौँ। जय नेपाल, जय नेपाली क्रिकेट।